नमस्कार भाइ बहिनीहरु, आजको भिडियोमा स्वागत छ यहाँहरुलाई। आज हामीले क्लास 12 को च्याप्टर 2 मा रहेको एकाउन्टको इस्यु अफ शेयर फर क्याश भन्ने च्याप्टर यो भिडियोमा छलफल गर्ने छौं। खास कम्पनीले शेयर इस्यु कसरी गर्छ, किन गर्छ भन्ने कुरा बुझौं है। त्यो भन्दा पहिला कम्पनीलाई विभिन्न चाहिएको पैसा विभिन्न फन्डबाट चाहिँ म्यानेज गर्छ है। फन्डहरु के हुन सक्छन् त भन्दा एउटा डेब्ट हुन सक्छ, एउटा चाहिँ शेयर हुन सक्छ। यो शेयर चाहिँ खास कस्तो भन्दा शेयर होल्डरबाट उठाएको पैसा अथवा शेयर होल्डरहरुको पैसा हो। अनि यो डेब्ट भनेको के हो त भन्दा विभिन्न संघ संस्था अथवा पब्लिकबाट लिएको ऋण हो। यो चाहिँ लोन भनेर बुझ्नुस् हैन, यो लोन हो। यो चाहिँ शेयर होल्डरको पैसा हो। शेयर होल्डरको पैसा हो यो है। अब शेयर पनि हाम्रो दुई प्रकारको हुन्छ। के हुन्छ त भन्दा एउटा छ तपाईको इक्विटी शेयर हैन, अर्को छ तपाईको प्रिफरेन्स शेयर। यो छ हेर्नु। अब इक्विटी शेयर र प्रिफरेन्स शेयर दुई प्रकारको हुन्छ। इक्विटी शेयर भनेको जले कम्पनी सुरु गर्यो, सुरुमा लगानी जले गर्यो तिनीहरुलाई चाहिँ हामीले के भनिन्छ, त्यसरी बुझ्दाखेरि इक्विटी शेयर भनिन्छ। पछि कम्पनीको रुल्स अनुसार अथवा पब्लिक लिमिटेड कम्पनीहरुको रुल्स अनुसार अथवा नेपालको केसमा यो पब्लिकबाट चाहिँ पैसा उठाउन पाउने चाहिँ सुविधा छ कम्पनीहरुलाई है। जस्तो पब्लिक लिमिटेड कम्पनीहरुमा चाहिँ तपाई हामीले जस्तो नर्मल मान्छेले पनि पैसा चाहिँ लगानी गर्न सकिन्छ। जस्तो तपाईको पब्लिक लिमिटेड कम्पनीहरु भने कस्तो भन्दा बैंकहरु भयो, डेभलपमेन्ट बैंकहरु भयो, पब्लिकको पनि पैसा चाहिँ इन्भेस्ट भएको ठाउँ चाहिँ के हो त भन्दा पब्लिक लिमिटेड कम्पनीहरु हो है। अब प्रिफरेन्स शेयर चाहिँ कसरी इस्यु गरिन्छ जो यो च्याप्टरमा हामीले चाहिँ पढिन्छ। अब यसको पनि हामीले चाहिँ दुईवटा मेथड छ है। प्रिफरेन्स शेयर इस्यु गर्दाखेरि के छ त भन्दा एउटा छ लम्प सम मेथड छ, लम्प सम मेथड छ हैन। भनेको एकमुष्ट पैसा चाहिँ लिने, लम्प सम भनेको एकमुष्ट लिने है, एकैपटक उठाउने। अर्को छ तपाईको इन्स्टलमेन्टमा लिने। इन्स्टलमेन्ट भनेको विभिन्न किस्तामा लिने भनेको। अब किस्ता के छ त, अब यसमा हामीले पढ्ने चाहिँ एक्जाममा खास धेरै इन्स्टलमेन्टको आएको हुनाले इन्स्टलमेन्ट नै पढिन्छ हामीले है त। यसमा चाहिँ ध्यान दिएर हेर्नु होला। अब इन्स्टलमेन्टमा के हुन सक्छ त, एउटा एप्लिकेसन सुरुमा शेयर एप्लाई गर्दाखेरिको मनी भइहाल्यो, अमाउन्ट भइहाल्यो। त्यसपछि एलोटेड भइसकेपछि एलोटमेन्ट भइहाल्यो। त्यसपछि कल भनेको फर्स्ट एन्ड फाइनल कल अथवा फर्स्ट कल छुट्टै फाइनल कल छुट्टै पनि हुन सक्छ। यसरी यो तीनवटा मेथडबाट अथवा चारवटा मेथडबाट चाहिँ कम्पनीले चाहिँ पैसा उठाउँछ इन्स्टलमेन्टमा। एउटा चाहिँ एप्लिकेसन, एउटा एलोटमेन्ट, एउटा कल अथवा फर्स्ट र फाइनल कल छुट्टा छुट्टै दियो भने यो चारवटा मेथड हुने भयो, नत्र चाहिँ तीनवटा चाहिँ हुने भयो है। अब यो शेयर इस्यु गर्दाखेरि कसरी गर्ने, एन्ट्री कसरी गर्ने, एक्जाममा क्वेशनहरु कस्तो आउँछ हैन, त्यसमा चाहिँ हामीले बुझ्नु पर्यो पहिला। यसमा चाहिँ अलिकति नयाँ भएको हुनाले विद्यार्थीहरुलाई अलिकति गाह्रो हुन सक्छ। यसमा चाहिँ हाम्रो क्वेशन सोध्दाखेरि, एक्जाममा क्वेशन सोध्दाखेरि कस्तो कस्तो कन्डिसनमा सोध्छ भनेर चाहिँ हामीले चाहिँ थोरै चाहिँ बुझौं है त यसमा। अब यो त इन्स्टलमेन्ट मेथड भइहाल्यो, तपाईहरुले बुझ्नुभयो। इन्स्टलमेन्ट यो मेथड अनुसार हामीले चाहिँ के गर्नु पर्यो, इन्ट्री गर्नुपर्ने हुन्छ। अब इन्ट्री गर्दै जाँदाखेरि चाहिँ पहिला के हुन सक्छ भन्दा
अथवा प्रिमियम हुन सक्छ। अब यो भनेको के हो त भन्दा तपाईको कम्पनीको पार भ्यालु हुन्छ नि, पार भ्यालु अहिलेलाई ₹100 मान्नुहोस् है, ₹100 छ। 100 भन्दा कममा इस्यु गर्यो भने यो 90 अथवा 95 अथवा 80 जति पनि हुन सक्यो, त्यो भयो भने डिस्काउन्ट। अब 100 भन्दा बढी 110 120 जति पनि हुन सक्छ, त्यो चाहिँ प्रिमियम भयो, प्रिमियम भयो है। अब यसमा तपाईको डिस्काउन्ट र प्रिमियम भनेर क्वेशनले दियो भने हामीले जहिले पनि भने पनि नभने पनि एलोटमेन्टमा एडजस्ट गर्ने है त। डिस्काउन्ट अथवा प्रिमियम केही भनिहाल्यो भने अथवा तोकेर भन्यो भने एलोटमेन्टमा एडजस्ट गर्नु भन्यो भने त सजिलो भइहाल्यो, हैन भने चाहिँ केही भनेको छैन भने पनि हामीले केमा एडजस्ट गर्ने त भन्दा एलोटमेन्टमा एडजस्ट गर्ने हो जहिले पनि है। यो कुरा चाहिँ तपाईहरुले बुझिराख्नु पर्ने हुन्छ। त्यसपछि अर्को छ एउटा कल्स इन एरर भन्ने छ। यो कल्स इन एरर भनेको चाहिँ कुनै पनि शेयर होल्डर अथवा तपाई हामी जस्तै मान्छेहरुले शेयर चाहिँ लियो, एप्लाई गर्यो, अब यो आफ्नो पालोमा आउँदाखेरि चाहिँ एप्लिकेसनको तिर्यो अथवा एलोटमेन्टको तिर्यो, यो तिरिसकेपछि बाँकी रहेको हुन्छ नि फर्स्ट एन्ड फाइनल कलको पैसा चाहिँ तिरेन भनेको नतिरेको पैसा है। यो भनेको नतिरेको पैसा, नतिरेको पैसालाई हामीले केमा एडजस्ट गर्ने त भन्दा अब कुन कलको पैसा तिरेको छैन, चाहे के रे एप्लिकेसन एलोटमेन्ट कल हैन, जस्तो एप्लिकेसन त सुरुमा एप्लाई गर्दाखेरिको भइहाल्यो, जस्तो एलोटमेन्ट र अथवा कल मनीको पैसा नतिरेको हुन सक्छ नि, हो त्यसैको बैंक इन्ट्री गर्दाखेरि चाहिँ एडजस्ट गर्ने, एडजस्ट गर्ने है, बैंक इन्ट्री गर्दाखेरि एडजस्ट गर्ने। त्यसैगरी के हुन सक्छ, कल्स इन एडभान्स पनि हुन सक्छ। कल्स इन एडभान्स भन्ने हुन्छ। कल्स इन एडभान्स भनेको कस्तो त भन्दा पैसा बढी आएको, बढी भनेको चाहिँ जस्तो 1 लाख रुपैयाँ बराबरको शेयर राखेको छ, तपाईको 2 लाख रुपैयाँ दिने 1,05,000 दिने भन्ने होइन। कस्तो भन्दा चाहिँ पैसा चाहिँ जस्तो हाम्रो इन्स्टलमेन्टमा एप्लिकेसन हुन्छ हैन, एप्लिकेसन एलोटमेन्ट र कल मनी हुन्छ नि, जस्तो एप्लिकेसनको पैसा दिइसक्यो, एलोटमेन्टको दिँदाखेरि चाहिँ कलको पनि पैसा दिने, यो चाहिँ के हो त कल्स इन एडभान्स भनेको। कुनै कल्सको पैसा दिने, कल एमाउन्टको पैसा दिने चाहिँ कहिले थियो भन्दा तपाईको 2 महिना पछाडी थियो, तर अहिले 2 महिना अगाडि एलोटमेन्टको पैसा बुझाउँदाखेरि नै कलको पैसा पनि तिर्यो अथवा तिर्न पनि सक्छ, हो त्यसलाई चाहिँ हामीले के भनिन्छ कल्स इन एडभान्स भनिन्छ। यसलाई पनि हामीले केमा एडजस्ट गर्ने हो त भन्दा कुन कलमा चाहिँ हाम्रो बढी पैसा तिरेको छ भन्दा चाहे एलोटमेन्ट पनि हुन सक्यो त्यसैमा, अथवा चाहिँ कलको फर्स्ट कलको पनि हुन सक्यो, फाइनल कलको पैसा फर्स्ट कलमा तिरेको पनि हुन सक्यो, त्यो भयो भने त्यसलाई पनि हामीले बैंकमै बैंक इन्ट्री गर्दाखेरि एडजस्ट गर्ने हो यसमा पनि है। यसरी चाहिँ हामीले गरिन्छ। अब एउटा क्वेशन हेरौँ, यो क्वेशन अनुसार चाहिँ हामीले क्वेशन हेर्दै बुझ्दै अनि सोलुसन गर्दै जाउँला है त। अब एउटा क्वेशन लिएका छौं हामीले, लेटेस्ट वाला क्वेशन ओल्ड इज गोल्ड वाला। 2081 सेट बीसी क्वेशन नम्बर 12 बाट चाहिँ हामीले क्वेशन लिएका छौं। तपाईहरुले पनि ओल्ड इज गोल्ड हेर्न सक्नुहुनेछ, यो एकदम लेटेस्ट क्वेशन हो। A company issued 5,000 share of ₹100 each at a discount of 10%. यहाँ डिस्काउन्ट दियो है, डिस्काउन्ट भन्यो नि हो। यो डिस्काउन्टलाई हामीले केमा एडजस्ट गर्ने त भन्दा एलोटमेन्टमा, एलोटमेन्टमा एडजस्ट गर्ने हो यो है। त्यसपछि डिस्काउन्टमा इस्यु गर्यो भनेपछि ₹100 थियो, ₹100 को शेयर चाहिँ ₹10 डिस्काउन्ट दिएर भनेपछि ₹90 मा चाहिँ
इस्यु गर्यो। अब एप्लिकेसनको रेट छ ₹30, एलोटमेन्टको छ ₹40, फर्स्ट एन्ड फाइनल कलको छ ₹20। सबैभन्दा पहिला चाहिँ यसको पार भ्यालु कति छ हेर्नुपर्छ है। 30, 40, 70, 80, 90 ₹90। के बनाएको छ भन्दा माथि 10% डिस्काउन्टमा बनाएको छ, त्यही भएर यसको यहाँ कति हुन्छ एमाउन्ट ₹90 हुन्छ। अब यहाँ हामीलाई यो डिस्काउन्ट चाहिँ एप्लिकेसन, एलोटमेन्ट, फर्स्ट एन्ड फाइनल कल केही पनि बनाएको छैन नि हो। यसलाई चाहिँ हामीले डिस्काउन्ट एडजस्ट गर्ने केमा त भन्दा एलोटमेन्टमा, यसमा छ। यो डिस्काउन्ट पछिको मूल्य हो ₹40 है, किनकि ₹100 हुन पर्नेमा यहाँ 40 छ भनेपछि यो डिस्काउन्ट सहित डिस्काउन्ट नभएको भए चाहिँ यो ₹50 हुन्थ्यो हैन। 50, 30, 80, 20, 100 हुन्थ्यो भनेपछि हामीले के गर्ने त भन्दा एलोटमेन्टमा चाहिँ डिस्काउन्ट पछिको मूल्य हो ₹40 भनेर बुझ्न पर्यो। यसलाई एडजस्ट गर्नुपर्छ हामीले है। अब त्यसपछि के भनेको छ क्वेसन हेर्नु फेरि। एप्लिकेशन्स वेयर रिसिभ फर 7000 सेयर एन्ड एलोटमेन्ट वेयर मेड एज अन्डर भनेको छ। सुरुमा हामीलाई क्वेसनले कति भनेको छ, कम्पनीले चाहिएको इस्यु गरेको कति हो त भन्दा 5000 सेयर हो। 5000 सेयर हो, 5000 कम्पनीलाई चाहिएको, एप्लाई गरे 7000 जनाले हैन। भनेपछि बढी भइहाल्यो नि त। कम्पनीले चाहिएको 5000 हो, 7000 जनाले एप्लाई भयो। यसलाई हामीले ओभर सब्सक्राइब भनिन्छ हैन। यो इस्यु गरेको कम्पनीलाई चाहिएको यति हो, 7000 एप्लाई गर्यो भने 2000 बढी भयो नि, त्यसलाई चाहिँ ओभर सब्सक्राइब भनिन्छ है। ओभर सब्सक्राइबको केसमा चाहिँ हामीलाई धेरै जसो एक्जाममा ओभर सब्सक्राइब नै आउँछ। तपाईहरुले चाहिँ क्वेसनलाई अत्यन्त ध्यान दिएर हेर्नु होला, सजिलो छ, मजाले गर्दै जाने हो, सजिलो छ। अब एप्लिकेशन्स वेयर रिसिभ फर 7000 सेयर एन्ड एलोटमेन्ट वेयर मेड एज अन्डर भनेको छ। कसरी एलोटेड गरे त 7000 सेयरलाई? सबैले त अब जम्मा कम्पनीले चाहिएको त 5000 हो, अब धेरै भयो, तिनीहरूलाई कसरी एडजस्ट गर्ने त? ल यहाँ हेर्नु है, तपाईलाई इन्स्ट्रक्सन दिएको छ। 2000 एप्लिकेन्ट्सलाई 2000 सेयरै पाए हैन। भनेको 7000 मध्ये 2000 जति थिए नि एप्लाई गरेका, तिनीहरूले चाहिँ 2000 नै पाए। भनेको 100 एप्लाई गरेका छन् 100 नै पाए, 200 एप्लाई गरेका छन् 200 नै पाए, यिनीहरूले पुराको पुरा पाए। त्यसपछि बाँकी रह्यो 7000 मध्ये 2000 ले पुरै पाए। अब कति रह्यो 5000 रह्यो नि। 5000 मध्ये 4000 एप्लिकेन्टले के गरे त भन्दा 3000 पाए हो। यसलाई हामीले प्रो राटा एलोटमेन्ट भनिन्छ हैन। भनेको 4000 एप्लिकेन्ट्स थिए, एप्लाई गरेका 4000 जना थिए, त्यसमध्ये 3000 लाई मात्रै दियो। भनेको चाहिँ 4 नम्बर अफ किता यहाँ कति भयो 4:3 भयो नि हैन। 4:3 भयो। यहाँ के भयो त भन्दा नम्बर अफ 4 सेयर भयो। 4 नम्बरले 3 वटा पायो, भनेको 4 वटा सेयर बराबर 3 वटा पायो के। पैसा त फेरि कतिको एप्लाई गरेछ, 4000 को एप्लाई गरेछ, दिएछ पैसा फेरि। भनेको 3000 को मात्रै पायो, अथवा 3 नम्बर अफ सेयर को मात्रै पायो। त्यसरी चाहिँ बुझ्नु पर्यो। 4:3 को रेशियोमा पायो भनेको तपाईले 4 नम्बर अफ सेयर अथवा 4 किता चाहिँ सेयर एप्लाई गर्नु भएको छ भने 3 पाउनुभयो। पैसा चाहिँ तपाईको कति गएको छ फेरि 4 कै गएको छ हैन। अब बाँकी रह्यो 2000 पुरैका पुरै पाए, 4000 ले 3000 पाए। अब बाँकी रह्यो 1000 7000 हो नि त। कम्पनीले एप्लाई गरे के एप्लिकेन्ट्स आएको 7000 हो हैन। अब एप्लाई त हाम्रो त 5000 हुने हो। यस 1000 बाँकी रह्यो, 1000 ले चाहिँ नील भनेको यिनीहरुलाई दिएन, ल तपाईहरुले हामीले शेयर दिन सकेन, तपाईहरुले आफ्नो पैसा फिर्ता लिएर जानु भनेर चाहिँ कम्पनीले भन्दियो। अब यसलाई हामीले इन्ट्रीबाट चाहिँ कसरी एडजस्ट गर्ने भन्ने कुरा है। अब बढी भयो, पैसा बढी आइसक्यो, अब त्यसलाई कसरी तपाईको सेटल गर्ने? अब यहाँ क्वेशनले फेरि भनेको छ यसमा चाहिँ इट इज रिसल्भ दैट द एक्सेस अमाउन्ट भनेको बढी भएको अमाउन्ट, एक्सेस अमाउन्ट भन्यो नि, बढी भएको अमाउन्ट पेड अन एप्लिकेसन इज टु बी एडजस्टेड अगेन्स्ट अमाउन्ट ड्यू अन एलोटमेन्ट भन्यो। यहाँ हेर्नु है, जस्तो बढी भएको पैसा तपाईहरुले केमा एडजस्ट गर्नु भनेको छ त भन्दाखेरि एलोटमेन्टमा एडजस्ट गर्नु भनेको छ। अब यो नीललाई हामीले रिटर्न गर्ने, रिजेक्ट गर्ने हो भनेको जसरी पैसा लिएको थियो त्यसै गरी फिर्ता गरिदिने हो है। अब बाँकी रह्यो नि बढी पैसा कहाँ रह्यो त भन्दा हो यहाँ 4000 जनामा हैन, 4000 जनामा 3000 ले मात्रै पाए। भनेको 4000 नम्बर अफ सेयर मध्ये 3000 नम्बर अफ सेयर मात्रै एलोटेड भयो। भनेपछि मान्छेले पैसा त कति दिएछन् त भन्दा 4000 को पैसा दिएछन् हो। यो पैसा चाहिँ यो बढी भएको पैसा छ नि, त्यो पैसालाई चाहिँ हामीले के गर्ने त भन्दाखेरि
अब पछिल्लो इन्स्टलमेन्ट तिर्न पर्ने हुन्छ हाम्रो, जस्तो एप्लिकेसनको यो भइहाल्यो, त्यसपछि एलोटमेन्ट गर्दा अथवा चाहिँ फर्स्ट एन्ड फाइनलको पैसा विभिन्न इन्स्टलमेन्ट छ नि, त्यो इन्स्टलमेन्टको पैसामा एडजस्ट गर्ने भनेको, त्यो मध्ये पनि तपाईको एलोटमेन्टमा एडजस्ट गर्ने भनेको छ है। एक्सेस एमाउन्ट पेड अन एप्लिकेसन इज टु बी एडजस्टेड अगेन्स्ट एमाउन्ट ड्यू अन एलोटमेन्ट भन्यो, एलोटमेन्टमा एडजस्ट गर्ने, एडजस्टेड अगेन्स्ट एमाउन्ट ड्यू अन बाँकी भएको एलोटमेन्टको पैसा छ नि त्यसमा एडजस्ट गर्ने भन्यो। त्यसपछि अल मनी वेयर ड्युली रिसिभ्ड एक्सेप्ट बाहेक भनेको हैन, अ सेयर होल्डर होल्डिङ 300 सेयर्स, 300 नम्बर अफ सेयर जसले होल्ड गरेको छ 5000 नम्बर अफ सेयर मध्ये, फेल टु पे कल्स मनी भनेको चाहिँ फर्स्ट एन्ड फाइनल कलको पैसा चाहिँ तिरेन, यो भन्यो नि, यो चाहिँ के हो त भन्दा कल्स इन एरर हो है, यो पैसा चाहिँ तिरेन त्यसले। अब यसलाई चाहिँ हामीले कसरी गर्ने त, इन्ट्री गरेर सल्भ गर्न पर्यो, देखाउन पर्यो है त। ल अब सुरुमा हामीले इन्ट्री गर्नु पर्यो, सुरुबाट जाउँ हामी है। यहाँ डेट अथवा सिरियल नम्बर हुनसक्छ, फर्मेट त तपाईँलाई थाहा छँदैछ होइन। अब यहाँ डेट दिएको छैन, त्यही भएर ए राख्न पर्यो, अन एप्लिकेसन एप्लिकेसन है त। अब सुरुमा हामीले के गर्ने, इन्ट्री गर्ने त भन्दा ब्याङ्कबाट पैसा आउँछ। सुरुमा हामीले सेयर हाल्यो भने त ब्याङ्कबाटै पैसा एप्लाई गरिन्छ, पैसा तिरिन्छ नि हैन। भनेपछि ब्याङ्क एकाउन्ट डेबिट। अब ब्याङ्कमा सुरुमा पैसा कति आउँछ, जतिले एप्लाई गरे त्यति राख्न पर्यो भनेको। कति एप्लाई गरेछ नि क्वेसन हेर्नु त, नम्बर अफ सेयर कति छ एप्लाइड, 7000 छ। अब एप्लिकेसनको रेट कति छ, ₹30 छ भनेको 2,10,000 रुपैयाँ चाहिँ डेबिटमा भयो। अब यो के बापतको पैसा हो त भन्दा टु सेयर एप्लिकेसन, सेयर एप्लिकेसन 2,10,000 भयो यो पनि। न्यारेसन लेखिदिनु, बिङ सेयर एप्लिकेसन मनी रिसिभ्ड, मनी रिसिभ्ड है। सुरुमा जतिले एप्लाई गरे त्यतिको नै पैसा चाहिँ हामीले रिसिभ गर्न पर्यो, सुरुमा पैसा लिनु पर्यो नि। त्यसपछि यसको यो फर्स्ट, यो ए भयो फर्स्ट इन्ट्री, यो भयो। अब यसैको सेकेन्ड इन्ट्रीमा जाउँ हामी है। अब यो पैसालाई हामीले सेयर क्यापिटलमा ट्रान्सफर गर्नु पर्यो, बाँकी रहेकोलाई एलोटमेन्टमा एडजस्ट गर्नु पर्यो र बाँकी रहेको कति फिर्ता गर्न भनेको छ त्यो चाहिँ फिर्ता गरिदिनु पर्यो है। अब यही पैसालाई हामीले एडजस्ट गर्ने हो भनेको सेयर एप्लिकेसन एकाउन्ट डेबिट भनेको 2,10,000 हो। यो पैसालाई हामीले सेटल गर्ने हो। अब सुरुमा सेयर क्यापिटलको पैसा कति हो त कम्पनीको है, सुरुमा इस्युड क्यापिटल राख्नु पर्यो। इस्युड क्यापिटल हो 5,000, 5,000 मध्ये एप्लिकेसनको रेट हो हाम्रो 30 भनेको 1,50,000 भयो। त्यसपछि 7,000 एप्लाई, अब 2,10,000 हो, यो 1,50,000 हो। अब डेबिट र क्रेडिट बराबर गराउनु पर्यो। अब त्यसमा चाहिँ रिजेक्ट गर्यो भनेको छ अथवा निल भनेको छ नम्बर अफ सेयरलाई है। अब फिर्ता सेयर कम्पनीको सेयर चाहिँ एप्लाई गरे, तिनीहरूलाई चाहिँ हामीले सेयर एलोटेड गर्न सकिएन, तिनीहरूलाई फिर्ता गरिदिनु पर्यो। त्यो फिर्ता गर्नलाई के गर्ने त भन्दा कसरी हामीले पैसा लिएको थियो, ब्याङ्कबाट पैसा लिएको थियौँ हामीले, ब्याङ्कबाट पैसा लिएको थियौँ भनेपछि ब्याङ्कबाटै रिजेक्ट गर्नु पर्यो, टु ब्याङ्क। यो रिजेक्टवाला हो है, रिजेक्ट अथवा निल गरेको वाला भनेको 1000 नम्बर अफ सेयरलाई 30 रुपियाँको दरले के गरिएको थियो भन्दा पैसा लिएको थियो, तिनीहरूलाई तपाईँहरूलाई जसरी पैसा तिर्नु भएको थियो त्यसै गरी हामीले तिर्दिन्छौँ भनेर फिर्ता गरियो। त्यसपछि अरू बाँकी रहेकोलाई केमा एडजस्ट गर्ने भनेको छ भन्दा एलोटमेन्टमा, टु सेयर एलोटमेन्ट भनेको कति रह्यो त 5,000, 1,000 रिजेक्ट भयो, 6,000 भयो। 1,000 नम्बर अफ सेयरको 30 रुपियाँको दरले
हामीले त्यो पैसालाई के भन्छ शेयर एलोटमेन्टमा एडजस्ट गरियो 2,10,000 2,10,000 पनि है अब यसलाई के गर्नु त बिङ शेयर एप्लिकेसन मनी ट्रान्सफर टु शेयर क्यापिटल यसरी लेखिदिनुस् है यो लेखिदिनु सुरुको इन्ट्री ए नम्बरको सक्यो हाम्रो ए नम्बरको सक्यो यसरी चाहिँ यति कुरा हो मेन कुरा हामीले बुझ्न पर्ने भनेको सुरुमा 7,000 ले एप्लाई गरे सुरुमा एप्लिकेसन भयो 7,000 मध्ये 5,000 इस्युड हो हैन यो इस्युड यो चाहिँ रिजेक्ट हो अथवा नील यो चाहिँ एडजस्ट गरेको अब अरु केही गर्नु पर्दैन यो एडजस्ट गरेको जस्तो एलोटमेन्टको हामीले पैसा लिन्छ नि बैंकबाट त्यसमा चाहिँ घटाउने मात्रै हो डबल पैसा लिन पर्दैन है यो 30,000 ले हामीले एडजस्ट गर्ने हो भनेर सम्झिनु होला अहिले अब बी नम्बरमा जाम हामी बी नम्बरमा हामीले के को इन्ट्री गर्न पर्यो भन्दा एलोटमेन्टको इन्ट्री गर्न पर्यो अब एलोटमेन्टको इन्ट्री गर्दाखेरि चाहिँ हाम्रो के हुने हो त भन्दा सुरुमा शेयर सुरुमा एप्लिकेसनको बैंकबाट सुरु हुन्छ अर्को पटक हामीले शेयर क्यापिटलबाट सुरु गरिन्छ है शेयर एलोटमेन्ट इन्ट्री चाहिँ तपाईहरुले जान्न पर्यो शेयर एलोटमेन्ट अकाउन्ट डेबिट कति हो शेयर भनेको अब चाहिँ एप्लिकेसन सम्म चाहिँ हामीले यो एडजस्ट गर्दा सम्म चाहिँ हाम्रो 7,000 अब कति राख्ने भन्ने कुरा कन्फ्युज हुन्छ अब चाहिँ हाम्रो जति इस्युड हो त्यति मात्र राख्नु पर्यो है भनेको 5,000 नम्बर अफ शेयर इस्युड हो एलोटमेन्टको रेट छ ₹40 ₹2 लाख भयो अब हाम्रो डिस्काउन्ट भनेको छ हेर्नु डिस्काउन्ट जहिले पनि डेबिटमा हुन्छ है प्रिमियम क्रेडिटमा हुन्छ डिस्काउन्ट डेबिटमा हुन्छ त्यो डिस्काउन्ट र प्रिमियमलाई हामीले एडजस्ट गर्ने भनेको एलोटमेन्टको सुरुको इन्ट्री यसैमा हो भनेको डिस्काउन्ट अन इस्यु अफ शेयर कति हुन्छ त 5,000 नम्बर अफ शेयर को डिस्काउन्ट भनेको चाहिँ 10% सयको 10% 10 रुपैयाँ भयो 50,000 भयो टु शेयर क्यापिटल अब 5,000 नम्बर अफ शेयर को शेयर हो आज डिस्काउन्ट नदिएको भए 50 रुपैयाँ पनि यस्तो हैन भनेपछि 2,50,000 भयो अब यसको न्यारेसन तपाईहरुले लेख्दिनु बिङ शेयर एलोटमेन्ट मनी ट्रान्सफर टु शेयर क्यापिटल यो अब सेकेन्ड वाला यसको इन्ट्री गर्न पर्यो बैंकबाट पैसा लिन पर्यो अब यसको पैसा लिन पर्यो है पैसा त आइसकेको छैन भनेको अब कसरी इन्ट्री गर्न त बैंक अकाउन्ट डेबिट सुरुमा जहिले पनि बैंक अकाउन्ट डेबिट अब खास पैसा आउनु पर्ने यसको 2 लाख हो भनेको कति 5,000 * 40 यो पैसा आउनु पर्ने हो नि हैन यो पैसा मध्ये हामीले माथि एडजस्ट गरेका छ हेर्नु माथि एडजस्ट गरियो नि सुरुमा 30,000 रुपैयाँ त अलरेडी हाम्रो पैसा त लिइसकेको छ यसको भनेपछि यो पैसा चाहिँ हामीले घटाइदिन पर्यो है भनेको 30,000 रुपैयाँ तपाईले घटाइदिनुस् भनेको 1,70,000 रुपैयाँ पैसा चाहिँ आयो टु शेयर एलोटमेन्ट बाबतको पैसा आयो 1,70,000 यसको इन्ट्री भयो बिङ narration शेयर एलोटमेन्ट मनी रिसिभ मनी रिसिभड यो लगाइदिनु है त्यसपछि हाम्रो थर्ड इन्ट्री छ कलको अन फर्स्ट एन्ड फाइनल कल है अब यसको सुरुमा इन्ट्री गर्नुस् के हुन्छ शेयर फर्स्ट एन्ड फाइनल कल
एकाउन्ट डेबिट जहिले पनि 5000 नम्बर अफ सेयरको कति रुपैयाँ बनेछ भन्दा 20 रुपैयाँ 1 लाख हैन टु शेयर क्यापिटल हो भनेको 1 लाखै भयो यो भयो अब यसको न्यारेसन लेखिदिनु बिङ शेयर कल मनी ट्रान्सफर टु शेयर क्यापिटल है सर्टकटमा लेखिदिएँ मैले अब यसको हामीले इन्ट्री गर्नु पर्यो ब्याङ्कबाट पैसा लिनु पर्यो अब ब्याङ्कबाट पैसा लिँदाखेरि के गर्ने त भन्दा सेकेन्ड इन्ट्रीमा ब्याङ्क एकाउन्ट डेबिट जहिले पनि पैसा आउन पर्ने थियो कति त भन्दा 1 लाख रुपैयाँ पैसा आउन पर्यो नि त्यसको हैन यो इन्स्टलमेन्टको अब यसमा हामीलाई क्वेशनले के भनेको छ भन्दा कल सिनेरर भनेको छ कल सिनेरर हेर्नु त क्वेशन हेर्नु त कति भनेको छ भन्दा क्वेशन तपाईलाई म देखाउँछु यहाँ हेर्नु all money were duly received except a shareholder holding 300 share failed to pay calls money भनेको फर्स्ट एन्ड फाइनल कलको पैसा 300 नम्बर अफ सेयरले तिरेन नतिरेपछि पैसा त्यसै कम आउने भयो कम केमा आउँदाखेरि देखाउनु पर्यो त भन्दा बैंक इन्ट्रीमा देखाइदिन पर्यो है त ल कति आउने भन्दा 300 नम्बर अफ सेयरले कति पैसा तिरेन भनेको छ 300 नम्बर अफ सेयरले 20 रुपैयाँको पैसा तिरेन भनेको छ भनेको 6000 हैन कति हो टोटल 94000 हुने भयो अब जहिले पनि कल्स इन एरर भनेको चाहिँ हाम्रो डेबिटमा हुन्छ कल्स इन एरर देखाउनु पर्ने कल्स इन एरर एकाउन्ट डेबिट भनेको 6000 देखाउनु पर्यो यही पैसा राख्दिने हो 300 * 20 रुपैयाँ to share first and final call 1 लाख रुपैयाँ हो यसको 1 लाख रुपैयाँ हो 1 लाख रुपैयाँ मध्ये 6000 रुपैयाँ पैसा चाहिँ तिरेन भन्यो यो चाहिँ कल सिनेरर हो यो इम्पोर्टेन्ट छ है बिङ शेयर फर्स्ट एन्ड फाइनल कल मनी रिसिभ ल यसरी चाहिँ हामीले यो क्वेशनलाई चाहिँ सल्भ गर्यौं है अब यो क्वेशन यस्तै प्रकारको क्वेशनहरु आउँछ लेटेस्ट क्वेशन सबैभन्दा यही हो यसैलाई प्र्याक्टिस गरे पनि भयो तपाईहरुले अरु कुनै क्वेशन प्र्याक्टिस गर्दा कन्फ्युजन हुनु भएको छ भने कमेन्ट सेक्सनमा क्वेशन नम्बर मेन्सन गर्दिनु होला त्यसलाई मैले सल्भ गरेर तपाईहरुलाई हेल्प गर्नेछु ल आजको लागि यति नै